यस्तो यस्तो बाटो हिँड्न चाहिँ मजा लाग्छ क्या मलाई सर। सरको फेभरेट गीत हो यो सिस्नो। माथि डाँडामा गएर बनाऊ न, हुँदैन? ए बनाउने हो, खिचिदिन्छु नि। किरा फल्दो रहेछ चस्मा। भाल्चे होइन यो ठाउँ पुरै। मेन भाल्चे गाउँ यता पो। यत्रो हाइटमा छौँ हामी होइन? यस्तो दामी ठाउँ रहेछ भाल्चे। यहीँबाट त होला निक्लिनु न। छिटो भएछ त। बाटो छैन त सर? के हो घर जाने बाटो के हो? कति धेरै घर रहेछ यहाँ। हेर्दा त्यस्तो नलाग्ने तलबाट हेर्दा। धारा बन्द गर्ने बारी बसाल भाल्चीमा चाहिँ यति धेरै घर रहेछ। मजाको हाइट है। बाटो चाहिँ राम्रो छ। गोरेटो बाटो होइन, यस्तो पिच भयो भने के अरे यस्तो सिमेन्टेड भयो भने चाहिँ मजा लाग्छ क्या। आएको जस्तो छ कि त है। यस्तो दामी ल एकछिन बसो जरा हामी। अर्कै ठाउँ जस्तै कि। छिटो आउनु होइन सर, छिटो आउनु। कस्तो खतरा ठाउँ। जाउँ। यस्तो दामी ठाउँ रहेछ यहाँ है। जस्तो फिल हुने रहेछ यता। यस्तो दामी रहेछ है भाल्चे ठाउँ। कताबाट हो? यताबाट कि माथि? 150।
किन जाने चार 500 छ तपाईँलाई किन मजा सुत्नु भएको थियो नि म सुत्ने बेला त तपाईँले त निन्द्रा त मजाले पुऱ्याइसक्नु भएको थियो होला निन्द्रा मजाले पुऱ्याइसक्नु भएको थियो होला म सुत्दाखेरि कत्रो घर हो त सरको हिँडाइ चाहिँ फेरि खतरा छ क्या हिँडाइ गाडी आउँछ है ठुलो बाटो यो घर भन्नुभयो अगाडि हेर्नु त छट्टा हाइटमा पनि है सम्म ठाउँमा दामी मन पऱ्यो बस्नलाई पनि आनन्द हुन्छ यता पनि रहेछ है स्पेस पानी पर्दाखेरि कति मजा आउँछ होला बस्नु हेर्नु न हाइटमा पनि है ए यो रुख यहाँ पो हो उयो के यो मान्छेहरू प्राय त्यो भिडियोहरूमा देख्छ क्या चढेको भ्लगरहरू आउँछ नि त अनि रुख माथि चढेर त्यो भिडियो बनाइरहेको हजुर ल यस्तो पानी दानी आउँछ तिर्खेर आयो मिठो टेस्ट हाल्नु त अलिकति कस्तो हुँदो रहेछ ल अहिले चाहिँ हामी भेडा फार्म भाल्चेको आइपुग्यो खतरा ठाउँ रहेछ रुख चाहिँ खतरा लाग्यो मलाई रुख हेर्नु न यस्तो बवाल हेर्दैन सर रुख क्या बवाल क्या यस्तो दामी रुखै बवाल क्या यता सालमे कहिले उहाँ तल पुग्छ कहिले यहाँ माथि पुग्छ हामी ब्याट्री पनि डेड होला धेरै ब्राइटनेस बढाएर भिडियो बनाइदिएको ब्याट्री नै सिद्ध्यो ल यहाँ त पुरा सिडी पो बनाउँदो रहेछ त ल सर यहाँ एउटा फोटो खिच्नु